हजुर नमस्कार। नमस्कार। आज हामी जुन हाम्रो बुवा बाजेहरूले नेपाली भनाइहरू भन्नुहुन्थ्यो त्यो लिएर आएका छौँ। अन्तिमसम्म सुनेर साथ दिनुहोला। अब सुरु गर्छु है त हजुर। हुन्छ। सुतेर खाँदा अजिङ्गरको जन्म हुन्छ। कुचा खुट्टामा लाग्दा डोग्नु पर्छ। घरभित्र बसेर नङ काट्न हुँदैन। साँझमा सुत्नु हुँदैन। ढलेको भाँडा हेर्न हुँदैन। घरमा सिटी बजाउनु हुँदैन। घरभित्र अथवा घरमा घाँटी छोयो भने फुफु गर्न पर्छ। जिब्रो टोकिँदा मासु खान पाइन्छ। राति कपाल कोर्नु हुँदैन, बुढो केटो पाइन्छ। नङ फुल्यो भने नयाँ लुगा पाइन्छ। हिँड्ने बेलामा कहाँ जान लागेको भनेर सोध्न हुँदैन। हिँड्ने बेलामा रित्तो भाँडो देखाउनु हुँदैन, सायद बिग्रिन्छ। बिरालोले बाटो काट्यो भने थुथु गरेर हिँड्न पर्छ। नाकमा कालो लाग्यो भने पाहुना आउन सक्छन्। बिहान बिहान केही नखाई लुगा सिलाउन हुँदैन। टाउकोमा बेसार लाग्यो भने छिटै कपाल फुल्न सक्छ। नागेर केही कुरा हिँड्न हुँदैन। राति सुत्दा खुट्टा लाग्यो भने ढोग्नुपर्छ बिहान हुँदा। खाली माना राख्नु हुँदैन। यदि हजुरहरूलाई पनि केही त्यस्ता कुराहरू थाहा छ भने कमेन्टमा लेखिदिनु होला। अरू पनि हामीले त्यस्तै भनाइहरू फेरि पनि लिएर आउनेछौँ। धन्यवाद। हवस् त, धन्यवाद।